जब संसारभरका सबै ढोका बन्द हुन्छन् तब पनि एउटा ढोका सधैँ खुल्ला रहन्छ, आमाको मनको ढोका। आमा जसले आफ्ना सपना त्यागेर तिम्रो सपना पूरा गर्न खोजिन्, जसले आफै भोकी बसिन् तर तिमीलाई कहिले भोकी बस्न दिएनन्। थकाइले ढलेर आए पनि तिम्रो एक मुस्कान देख्दा सारा दुःख बिर्सिन्छन् आमा। पैसाले धेरै कुरा किन्न सकिन्छ तर आमाको माया कहिल्यै किन्न सकिँदैन। जीवनमा सफल बन्न चाहन्छौ भने हरेक बिहान आफ्नो आमाको अनुहार हेर, किनकि त्यो अनुहारमा तिम्रो सफलता लुकेको हुन्छ। आमा भगवान होइनन् तर भगवानले बनाएको सबैभन्दा सुन्दर रूप आमा नै हुन्। जसको साथमा आमा हुन्छन् ऊ कहिले हार्दैन, ऊ कहिले एक्लो पनि हुँदैन। जब मानिससँग पैसा हुँदैन संसारको नजर नै बदलिन्छ। पहिले मुस्कुराउँदै बोलाउने मान्छेहरू अचानक अन्जान बन्छन्। पहिले साथ दिन खोज्नेहरू एकाएक बेखबर हुन्छन्। जसले हिजो उसलाई साथी भनौँ आज उसैबाट टाढा रहन खोज्छन्। यो संसारको कठोर यथार्थ हो। यहाँ मूल्य हृदयले होइन धनले तोकिन्छ। तर यस्तो कठोर घडीमा पनि एउटा माया कहिल्यै मृत हुँदैन, त्यो हो आमाको माया। आमाको आँखामा सन्तान कहिले गरिब हुँदैन, चाहे उसका हात खाली किन नहोस्। उनका लागि सन्तानको मुटुको धड्कन नै सबैभन्दा ठुलो सम्पत्ति हो। जब संसारले साथ छोड्छ उनी अझ नजिक आउँछिन्। जब सबै ढोका बन्द हुन्छ उनको हृदयको ढोका अझै खुल्ला रहन्छ। आमाले कहिले सोध्दिनन् कति कमायो, उनी सोध्छिन् आज केही खायौ। उनी कहिले भन्दिनन् तिमी असफल भयौ। उनी भन्छन् छोरा म तिमीमाथि गर्व गर्छु। उनको स्नेहमा कुनै स्वार्थ छैन, कुनै लेनदेन छैन, केवल असीम सहानुभूति र त्यागको सुगन्ध छ। जब मानिस संसारको व्यस्त भिडमा आफूलाई हराएको महसुस गर्छ, त्यही आमाको स्पर्शले फेरि मनलाई सम्झाउँछ तिमी मूल्यहीन होइनौ, तिमी मेरो अंश हौ। पैसा नहुँदा मान्छे संसारको नजरमा सानो हुन्छ, तर आमाको नजरमा अझ ठुलो हुन्छ। किनभने उनी बुझ्छिन् पीडामा पनि जसले गहिरो साथ दिन्छ र मुस्कुराउने हिम्मत दिन्छ उनी सच्चा वीर हो। संसारले गरिबीलाई कमजोरी ठान्छ तर आमाले त्यसमा साहस देख्छिन्। उनको लागि सन्तानको गरिबी कुनै अभाव होइन, त्यो त जीवनको एउटा अस्थायी अवस्था मात्र हो। र जब त्यो छोरा सफल हुन्छ आमाले गर्वका साथ भन्छन् यो मेरो हातको परिश्रम र माया हो। तर जब ऊ असफल हुन्छ उनी अझै मुस्कुराएर भन्छन् छोरा तिमी जहाँ छौ त्यही मेरो लागि संसार हो। त्यसैले भनिन्छ जसको हातमा पैसा हुँदैन उसलाई प्रेम गर्ने एकमात्र व्यक्ति उसकी आमा हुन्छन्। किनभने आमाको माया न त समयले मेट्न सक्छ न संसारको मूल्यले तोक्न सक्छ। त्यो माया अस्तित्वको सबैभन्दा पवित्र रूप हो, निस्वार्थ, अनन्त र अटल। आमा भगवानको रूप हुन्छन्। उनी नै थिएनन् भने के हामीले सुन्दर संसार देख्न सक्थ्यौँ र? आमाको माया संसारको सबैभन्दा सस्तो र सबैभन्दा अमूल्य उपहार हो। पैसा छैन भने पनि आमा नजिक छन् भने तिमी धनी छौ। जीवनका सबै सफलता भन्दा पनि ठुलो कुरा हो आमाको अनुहारमा मुस्कान देख्नु। आमाको हातमा शक्ति हुन्छ जसले तिमीलाई असम्भव कुरामा पनि सफल बनाउँछ। यो त भयो आमाको बारेमा। तपाईलाई आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला।
तपाईँ आगामी दिनमा कस्तो भिडियो हेर्न चाहनुहुन्छ। हामी जीवनोपयोगी भिडियोहरू तपाईहरुमाझ लिएर आउने कोसिस गर्नेछौँ, जसमा तपाई कस्तो भिडियो चाहिँ आओस् भन्ने चाहनुहुन्छ कमेन्ट गर्नुहोला।